हाउ टु क्रिएट अ युट्युब च्यानल। यो विषय सबैभन्दा सजिलो लाग्छ, तर वास्तविकता के हो भने 90% मानिसले अहिलेसम्म युट्युब च्यानल कसरी बनाउने भनेर थाहा नै छैन। सबैजना युट्युब च्यानल क्रिएट गर्छन्, प्रोफाइल पिक्चर राख्छन्, ब्यानर राख्छन्, ह्यान्डल सेट गर्छन्, अब त भयो, अब त भ्युज आउँछ। 10-15 भिडियो एउटा हाल्छन्, 0, 5, 10 भ्युज आउँछ र कहिलेकाहीँ 100 भ्युज पुग्छ। अनि मानिसहरू एल्गोरिदमलाई दोष दिन्छन्। युट्युब स्याचुरेट भइसकेको छ, अब त काम नै छैन, युट्युबमा अब फाइदा नै हुँदैन। यो युट्युबलाई हामीले सही समयमा र सही तरिकाले बनाउन सक्नुपर्छ। सबैभन्दा पहिले हामीले युट्युब च्यानल बनाउनु कसरी भने हामीले जति नै भिडियो हाले पनि भाइरल हुन सक्दैनौँ र राम्रो भ्युज आउन सक्दैन। मेरो पनि एउटा च्यानल बनाइसकेको थिएँ र त्यसमा मैले 20K सब्सक्राइबर थियो र त्यो च्यानल मलाई मेरो युट्युबले डिलिट गरिदियो। अनि मैले यो नयाँ च्यानल बनाएको छु, अबको 1 महिनामा म यो च्यानललाई पनि मोनेटाइज गरिसक्ने छु। त्यसैले मैले सेटिङ गरेको छु राम्रोसँग। तपाईँ पनि मेरो जस्तो सेटिङ गर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर मोबाइलको स्क्रिनतर्फ जाउँ, भिडियो हेरौँ। सबैभन्दा पहिले हामीले जिमेल बनाउनु पर्ने हुन्छ र जिमेल बनाउने हजुरलाई थाहा नै होला। जिमेल बनाउन थाहा नभएको मान्छे युट्युबमा काम गर्न आउँदैन। यदि तपाईँ न्यू फ्रेसर हुनुहुन्छ भने जिमेल कसरी बनाउने भनेर युट्युबमा सर्च गर्नुहुन्छ भने हजारौँ भिडियोहरू पाइनेछन्, त्यसमा जुन भिडियो पनि हेर्न सक्नुहुन्छ। अब हामी भिडियोलाई ढिला नगरी छिटोभन्दा छिटो सुरुवात गर्नेछौँ। सबैभन्दा पहिले हामीले जिमेल क्रिएट गर्नुपर्छ। जिमेल क्रिएट गरिसकेपछि युट्युब एप ओपन गर्नुपर्छ। युट्युब एप ओपन गरेपछि आफ्नो प्रोफाइल आइकनमा गएर स्विच एकाउन्टमा जानु होला। स्विच एकाउन्ट गएर हजुरसँग जति पनि जिमेल छन् या एकाउन्ट छन् सबै देखिनेछन्। यसबाट जुन मन लाग्यो, जुन जिमेलबाट आफूले एकाउन्ट बनाएको छैन तर जुन नयाँ फ्रेसर बनाउनु भएको छ त्यसमा क्लिक गर्नु होला। मैले क्लिक गर्न गइरहेको छु। हामीले अब एकाउन्ट स्विच गरेपछि प्रोफाइल आइकनमा जानुपर्ने छ र यसमा हजुरले आफ्नो एकाउन्ट बनाउनको लागि सबैभन्दा पहिले यसमा जान सक्नुहुन्छ। अनि यसमा गएर आफ्नो नाम सर्च गर्न सक्नुहुन्छ। पिक्सल कार्ट मैले नाम राखेको छु, म अहिले यही नाम नै राख्न गइरहेको छु। तपाईँसँग जुन नाम आफ्नो सक्नुहुन्छ या जुन नाम राख्न चाहनुहुन्छ त्यही नाम राख्नु होला। यदि हजुरसँग कुनै नाम थाहा छैन र म कस्तो भिडियो बनाउने त्यो मात्र थाहा छ भने सबैभन्दा पहिले च्याट जिपीटीमा आउनु होला। च्याट जिपीटीमा आइसकेपछि नेपालीमा लेख्न सक्नुहुन्छ, हिन्दीमा जहाँबाट पनि इङ्ग्लिसमा सबै लेख्न सक्नुहुन्छ। अहिले म गिभ मी 10 फर गेमिङ च्यानल युनिक एन्ड अट्र्याक्टिभ यो यति लेखेर पठाउन सक्नुहुन्छ भने धेरै नामहरू सजेस्ट गर्नेछ। यहाँ मिथ बस्टिङ गेमिङ, फेसलेस विवान क्यारेक्टर, डिप भोइस हेर्न सक्नुहुन्छ। घोस्ट टिम सबैभन्दा अट्र्याक्टिभ प्रो स्टाइल नाम छन् र अट्र्याक्टिभ लाग्ने छन्। अब हजुरसँग कुनै नाम मन पर्यो, यदि यो नाम पर्यो भने कपी गर्नु होला अनि सिधा युट्युबमा आएर यो नामलाई यहाँ सर्च गर्नु होला। यसको नाम रहेछ, यसको नाम छ भने अरू नाम खोजेर अरू नाम हाल्नु होला। त्यसैले अब नाम पनि थाहा भइसकेपछि अनि आफ्नो एउटा डिपी या प्रोफाइल पिक्चर सबैभन्दा बेस्ट युनिक राख्न सक्नुहुन्छ। मैले ग्यालरीमा गएर कोही साबी एक राख्न गइरहेको छु। कोही पनि एक राम्रो खालको ल म ए राख्न गइरहेको छु। मैले राख्न चाहन्न, हजुरले यहाँबाट राख्न सक्नुहुन्छ अनि यसमा क्रिएट च्यानल गर्नु होला। यति गरिसकेपछि हाम्रो च्यानल भएर तयार हुनेछ। अब हामीले यो च्यानलमा तयार भएर काम छैन, हामीले यसमा धेरै कुरा इम्पोर्टेन्ट कुराहरू गर्न पर्छ। सबैभन्दा पहिले हामीले यति काम हामीले युट्युबबाट सक्यौँ र युट्युबबाट सकेर हामी क्रोममा जान्छौँ। हामी क्रोममा गएर युट्युब स्टुडियो भनेर सर्च गर्नेछौँ। यसमा हजुरले सिधा गएर डाइरेक्ट क्लिक गर्नुहुन्छ भने यो हाम्रो मोबाइलको एप्समा रिडाइरेक्ट गर्नेछ। त्यसैले यो कुरा ध्यान दिएर सुन्नु होला। सबैभन्दा पहिले हामीले यसमा लङ प्रेस क्लिक गरेर राख्ने र ओपन इन न्यू ट्याबमा जाने। अब यसमा धेरै ट्याबहरू खुलेका हुन्छन्, यो ट्याबमा क्लिक गर्नु होला अनि यसमा आफूसँग जति नै ट्याब छन् सबै हेर्नु होला, सबै देखिनेछ यहाँ। अनि त्यसपछि यहाँ आएर तल अहिले भर्खर खोलेकोमा क्लिक गर्नु होला। यसमा हजुरले अब देख्न सक्नुहुन्छ मेरो यहाँ एउटा लगइन छ। म अहिले यसबाट स्विच एकाउन्ट गर्न चाहन्छु आफ्नोमा यो अहिले पिक्सल कार्ट। केही समय लाग्न सक्छ, समय लाग्दैन, थोरै समय भइहाल्छ। अब यसमा वेलकम टु युट्युब स्टुडियो भनेको छ। अब हामीले यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यहाँ हो। त्यसैले यो कुरालाई ध्यान दिएर सुन्नु होला। हामीले सबैभन्दा पहिले भेरिफाई भनेको छ। मेरो भेरिफाई हजुरसँग आउने छैन, यो मेरो अहिले च्यानल भेरिफाई गर्नुपर्ने छ। त्यसैले हो मैले छिटो भेरिफाई गरिहाल्नेछु र फ्याटै मिल्नेछु। मेरो अहिले धेरै लङ प्रोसेस हुने भएकाले म यसलाई अहिले भेरिफाई गर्न चाहन्न। म आफ्नो अर्को एकाउन्ट लगइन गर्न चाहन्छु। अहिले सबैभन्दा पहिले यताबाटका सबै फिचरहरू हेर्नु होला अनि हाम्रो सबैभन्दा महत्त्वपूर्ण फिचर भनेको तल छ, यहाँ सेटिङ भन्ने आइकन, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि फर्स्टमा जेनरल भन्ने आउँछ। जेनरलमा हजुरले केही नगर्नु होला र च्यानलमा जानु होला। च्यानलमा गयो भने हजुरले सबैभन्दा इम्पोर्टेन्ट
अनि यसमा कन्ट्री अफ रेजिस्टेन्स लेखेको छ अनि यसमा आफ्नो कन्ट्री सिलेक्ट गर्नु होला। अहिले मैले नेपाल सेट गरेको छु, यहाँ नेपाल छ, त्यसैले नेपाल सेट गर्नु होला। र सबैभन्दा महत्त्वपूर्ण भनेको ट्यागहरू। यदि तपाईँको च्यानललाई सर्च र्याङ्क टपमा ल्याउनु छ भने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको च्यानल ट्याग नै हो। त्यसैले यसबाट च्याटजिपिटीबाट हुन्छ या आफूले जानेर हुन्छ, जहाँबाट हुन्छ सबै ट्यागहरू लेख्नु होला र यसमा आफ्नो कम्पिटेटिभ च्यानलको नाम पनि लेख्नु होला। अनि यसमा भइसकेपछि एडभान्स सेटिङमा जानु होला अनि यसमा नो मेड फर किड लगाएर छोडिदिनु होला, अरू केही पनि नगर्नु होला। अनि फिचर एलिजिबिलिटीमा गएर फर्स्टको आफै खुलेको हुन्छ, सेकेन्डको चाहिँ आफ्नो नम्बर हालेर खोल्नु होला। यहाँ नम्बर भेरिफाई गर्न सक्नुहुन्छ। त्यसपछि कस्टम थम्बनेल, लाइभ स्ट्रिमिङ र 15 मिनटभन्दा लङ भिडियो हाल्न सक्नुहुन्छ। र एडभान्स फिचर लेभल 3 भनौँ, यसको चाहिँ आफ्नो एक्सेस गर्नको लागि आफ्नो आइडेन्टिफाई कि आफ्नो भ्यालिड आइडी, नागरिकता लाइक अनि च्यानल हिस्टोरी, यसमा एक्सेस फिचर्समा गएर जुन पनि गर्न सक्नुहुन्छ। म अहिले बिल्ड हिस्टोरी या ग्रो गर्न सक्छु। यसमा सबैभन्दा इजी छ, के गर्नु पर्दैन। अब डोन, अब केही समयपछि यो आफै हुन्छ। अनि यति भइसकेपछि अपलोड डिफल्ट, यसमा हजुरले आफ्नो बेसिक इन्फो, यसमा भिडियो अनलिस्टेड ट्यागहरू राख्न सक्नुहुन्छ र यसमा राखेको चाहिँ कहिले पनि डिलिट हुन्न, यो सबै भिडियोमा लागु हुन्छ। अनि योभन्दा पनि महत्त्वपूर्ण कुरा भनेको एडभान्स सेटिङमा हो। एडभान्समा गएर लाइसेन्स, युट्युब स्ट्यान्डर्ड लाइसेन्स नै क्लिक गर्नु होला, किनकि यसमा राख्यो भने हजुरको भिडियो कसैले युज गर्यो भने कपिराइट हजुर हान्न सक्नुहुन्छ। अनि यसपछि आफ्नो क्याटेगोरीमा गएर कमेडी, एजुकेसन, एन्टरटेनमेन्ट, हजुरले जुन क्याटेगोरी हो त्यो युज गर्नु होला। अनि यो भइसकेपछि भिडियो ल्याङ्ग्वेज सेलेक्ट गर्नु होला। अनि त्यसपछि टाइटल एन्ड डिस्क्रिप्सन ल्याङ्ग्वेज पनि सेट गर्नु होला, नगर्ने हुन्छ त्यो केही पर्दैन। अब यति भइसकेपछि हजुरले आफ्नो भिडियो लाइक सो द मेनी भ्युअर्स लाइक गर्न सक्नुहुन्छ। अब यति गरिसकेपछि हामीले यसलाई सेभ गर्नु होला। कङ्ग्रेट्स, यति गरिसकेपछि हजुरको च्यानल भइसकेको छ। अब यो च्यानलमा 2 दिनपछि या हजुरको च्यानल युनिक नेमबाट छ भने 2 दिनमा सर्च र्याङ्कमा आएन भने मेरो यही भिडियोमा आएर कमेन्ट गर्नु होला आएन भनेर। हजुरलाई आजको भिडियो कस्तो लाग्यो? यदि हजुरलाई यो भिडियो मन पर्यो भने प्लिज लाइक गर्न नबिर्सनु होला। अनि च्यानलमा नयाँ आउनु छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हामी यस्तै भिडियोहरू डेली ल्याएर आइरहन्छौँ र आजको लागि हामीलाई बिदा दिनुहोस्। हामी भोलि भेट्नेछौँ अर्को भिडियोमा। ओके गाइज, बाइ बाइ।